के तपाईँले डिबी भर्नुभएको थियो? डिबी भर्नु भयो भने रिजल्ट आउनु लाग्छ 20 गते अब 2026 को रिजल्ट आउनु लाग्छ। पहिला क्रोम ब्राउजर खोलेर वा कुनै ब्राउजर खोलेर डिबी रिजल्ट 2025 स्टेट गभर्नमेन्ट भनेर आउँछ। यसमा गएर क्लिक गर्ने अनि त्यसपछि लोडिङ हुँदैछ पेज। नेट स्लो छ। यसमा गएर फर्स्ट अप्सनमा गएर क्लिक गर्ने यसमा। त्यसपछि थ्याङ्क यू भनेर देखाउँछ। त्यसपछि यहाँ तल गएर क्लिक द लिङ्क बिलो चेक द डिबी 2026 एन्ड डिबी इज भनेर यसरी देखाउँछ। अनि यहाँ गएर क्लिक गर्ने। यहाँ गएर कन्टिन्यूमा गएर क्लिक गर्ने अर्को पेजमा गएर। त्यसपछि यसमा चाहिँ सिग्नेचर वा केही कन्फर्म नम्बर हुन्छ, कन्फर्मेसन नम्बर, त्यसको गएर क्लिक गर्ने। अनि यहाँ पछि गएर थर वा के हाल्ने। प्रोभाइड यर लास्ट नेम, फ्यामिली नेम द्याट विल बी इलेक्ट्रोनिक डाइभर्सन भिसा इन्ट्री इन भनेर देखाएको हुन्छ। यसमा गएर मेरो यो भइहाल्यो होइन। अनि त्यसपछि यसमा डेट अफ बर्थ हाल्ने अनि क्याप्चा भरिदिने। यहाँ जे लेखेको छ यो तल चाहिँ त्यतै गरेर अनि सबमिटमा क्लिक गरिदिने भने तपाईँको रिजल्ट देखाउँछ। पऱ्यो भने यो हेभ बिन सिलेक्टेड भनेर देखाउँछ, परेन भने चाहिँ यो हेभ नट बी सिलेक्टेड भनेर देखाउँछ। यो भिडियो यहाँसम्म हेरिदिनु भने लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनुहोस्।